बिहान उठ्दा बित्तिकै बिस्तारा मिलायो भने कसको मनलाई शान्ति पुग्छ। हाई गाइजहरू, यो चाहिँ मेरो 32 डे अफ मिनी भ्लग। आज चाहिँ मैले अरू दिन जस्तै बिहान उठेर पूजा गरेँ, त्यसपछि योगा र मेडिटेसन चाहिँ मैले अलि दिन बाद गरेको थिएन, तर अब फेरि मैले कन्टिन्यू गरिसकेँ। त्यसपछि मैले खानामा चाहिँ हिजै रातिको बिरयानी थियो त्यही खाएँ, अनि यसो ट्रान्जिसन गर्न खोजेको तर खासै आएन स्टिल। अनि त्यसपछि मलाई यो ब्रेसलेट चाहिँ मेरो दिदी प्रियङ्काले दिएको, अहिलेसम्म पनि लगाइरहेको छु मैले। अनि म बोरिङ भएर अफिस गएँ, दिदी आउनु भएको छैन, त्यही भएर हामीले अफिसमा यस्तो यस्तो खाइरहनु पाइरहेछौँ। त्यसपछि त्यही हो, टन्नै काम गरियो। अनि तरकारी थिएन घरमा, तरकारी लिन गएँ मलाई करेला चाहिँ एकदमै धेरै मेरो फेभरेट हो कि करेला, अनि आज मलाई करेला फ्राई बनाएर खानु थियो, त्यही भएर मैले साग पनि लिएर आएँ। अनि मैले यो पनि ट्रान्जिसन गरेको छु। त्यसपछि मैले सरसफाइ गरेँ फटाफट। अनि यो पहाडी अचार अकबरेको रहेछ क्या है, कस्तो मिठो कि यति राखे पनि खानाहरू चाहिँ कस्तो रुचि रहेछ क्या मलाई। त्यही हो, फटाफट खानेकुराहरू खाएँ। अनि स्किन केयर गरेँ, नाच्दै गाउँदै ब्रस गरेँ। त्यही हो साथीहरू, रमाउनुपर्छ 2 दिनको जिन्दगानीमा। राम्रोसँग बस्नु, बाई।